नमस्कार साथीहरू, शुभ प्रभात, गुड मर्निङ एभ्रिवान। म चाहिँ वार्म अफ एक्सर्साइज कसरी गर्ने त है। नर्मल वार्म अफ एक्सर्साइज सबै गेमहरूमा आवश्यक हुने वार्म अफ एक्सर्साइज तपाईँलाई चाहिँ पुरा छोटोमा गर्न गइरहेको छु। अनि प्रत्येक खेलको चाहिँ स्पेसियल गेमको चाहिँ फरक फरक हुन्छ। जस्तै फुटबलको लागि गोडाको एक्सर्साइज भए जस्तै प्रत्येक गेमको चाहिँ छुट्टा छुट्टै हुन्छ, अलि स्पेसिफिक हुन्छ। म चाहिँ नर्मल्ली एक्सर्साइज वार्म अफ एक्सर्साइज एकपटक गरेर देखाउँछु। नर्मल्ली वार्म अफ एक्सर्साइज गर्नको लागि साथीहरू तपाईँहरूले चाहिँ कि त हेडबाट सुरु गर्ने कि त लेगबाट खुट्टाबाट सुरु गर्नुपर्छ। त्यसैले म चाहिँ अब नर्मल्ली एक्सर्साइजको लागि पहिला जगिङ गर्छु एकछिन है। अनि त्यसपछि जगिङ गरेपछि यो नर्मल्ली जगिङ गर्छु म। त्यसरी नर्मल्ली जगिङ गर्नु होला। त्यसपछि जगिङ गरिसकेपछि अलिकति जिउ ताते जस्तो हुन्छ साथीहरू। जिउ ताते जस्तो भइसकेपछि तपाईँहरूले चाहिँ अब खुट्टाबाट सुरु गर्नु होला। खुट्टाबाट सुरु गर्नलाई मैले यो सुरुमा कम्मरमा हात राखेँ, खुट्टा फाट्छु यहाँ हेर्नुहोस्। त्यसपछि कम्मरमा हात राखिसकेपछि म यो यसरी यो गरेँ 1 2 3 4 5। अनि पछाडि लिन्छु 1 2 3 4 5। अगाडि यस्तो गर्छु 1 2 3 4 5। तपाईँहरूले बडी पनि गर्न सक्नुहुन्छ। अब नेक्स्ट गर्छु मैले 1 2 3 4 5 1 2 3 4 5। अब यसलाई म यसरी रोटेट गर्छु 1 2 3 4 5। यसरी उल्टो पनि गर्छु 1 2 3 4 5। अनि यो 1 2 3 4 5 1 2 3 4 5। खुट्टाको एक्सर्साइज भइसकेपछि अब तपाईँले चाहिँ यो गोलीगाँठाको एक्सर्साइज गर्न सक्नुहुन्छ साथीहरू। यहाँ यसरी पल्टेर यो एक्सर्साइज गर्न सक्नुहुन्छ साथीहरू। यहाँ हेर्नुहोस् 1 2 3 4 5 1 2 3 4 5। यो यसरी गरेर पनि नर्मल्ली वार्म अफ एक्सर्साइज गर्न सक्नुहुन्छ। यो गोलीगाँठाको एक्सर्साइजहरू गर्न सक्नुहुन्छ। कुर्कुच्चाको पनि एक्सर्साइज गर्न सक्नुहुन्छ साथीहरू। त्यसपछि म अब नर्मल एक्सर्साइजमा चाहिँ घुँडाको एक्सर्साइज तपाईँहरूलाई देखाउन गइरहेको छु। हेर्नुहोस् साथीहरू, यसरी रोटेट गर्न सक्नुहुन्छ। यो घुँडा दुख्छ भने यसरी नगर्नु होला है। धेरै घुँडा दुख्नेले नगर्नु होला। 1 2 3 4 5 रोटेट गर्न सक्नुहुन्छ 1 2 3 4 5 हो। त्यसपछि भइसकेपछि अब घुँडाको एक्सर्साइज यसरी पनि गर्न सक्नुहुन्छ 1 2 3 4 5। यसरी भयो। यो घुँडाको एक्सर्साइज चाहिँ यसरी हात राख्दाखेरि चाहिँ घुँडा पड्किने समस्या कम हुन्छ। यसमा चाहिँ घुँडाको समस्या भएकोले यो नगर्नु होला साथीहरू। त्यसपछि म नर्मल्ली एक्सर्साइज अब कम्मर मर्काउने लचक्क, तपाईँहरू डान्सर हुनुहुन्छ होला कतिपय। अब डान्सरले त मजाले कम्मर लच्काउन सक्नुहुन्छ साथीहरू। हेर्नुहोस् अब कम्मर चाहिँ 1 2 3 4 5 है। यसै गरी रोटेट गर्न सक्नुहुन्छ 1 2 3 4 5 हो। यो भइसकेपछि अब फेरि यसरी 1 2 गर्दाखेरि हेर्नुहोस् है। अब यो 1 2 यसरी तपाईँहरूको तन्किनु पऱ्यो साथीहरू। खुट्टा घुँडा तन्किनु पऱ्यो। अनि त्यसपछि 1 2 3 4 5 यता पनि गर्न सक्नुहुन्छ 1 2 1 2 3 4। त्यसपछि यो गरिसकेपछि साथीहरू अब यसरी 1 यहाँ घुँडा छु, यो 2 यहाँ हेर्नुहोस् है 2 3 4 5 6 7 8 9 यो भयो। त्यसपछि अब यो छाती तन्काउन सक्नुहुन्छ। छातीको एक्सर्साइज हेर्नुहोस् साथीहरू, कुम्थता छातीको यसरी अपोजिट गर्ने 1 2 3 4 5। अब रोटेट 1 2 3 4 5 हो। त्यसपछि यो पाखुराको एक्सर्साइज, हातको औँलाको एक्सर्साइज गर्न सक्नुहुन्छ साथीहरू। यसरी 1 2 3 4 5 हो। अब यस्तो अर्को यो छ 1 2 3 4 5 1 2 3 4 5 अथवा यस्तो पनि गर्न सक्नुहुन्छ 1 2 3 4 5 1 2 3 4 5। बडी पनि गर्न सक्नुहुन्छ है। मैले थोरै गरेँ 1 2 3 4 5 1 2 3 4 5। यसरी रोटेट गर्दाखेरि यसो गर्नु होला 1 2 3 4 5
1 2 3 4 5 हो 1 2 3 4 5 1 2 3 4 5 हो अब यो भइसकेपछि अब लास्ट बाँकी रह्यो हाम्रो टाउको एक्सर्साइज घाँटीको एक्सर्साइज गर्छौँ अब पहिला चाहिँ तपाईँहरूको घाँटीमा रिङ्टा लाग्छ अथवा घाँटी रिङ्टा लाग्छ तपाईँहरूको टाउकोमा रिङ्टा आउँछ भने घाँटीको एक्सर्साइज यसरी रोटेट नगर्नु होला यति गर्नु होला 1 2 3 4 5 यति नर्मल गर्दा नि हुन्छ साथीहरू अब तपाईँहरूको चाहिँ घाँटी अथवा रिङ्टा आउँदैन भने तपाईँहरूले चाहिँ यसरी गर्न सक्नुहुन्छ रोटेट 1 2 3 4 5 1 2 3 4 5 ल लास्टमा ताली बजाउनु साथीहरू मन परे लाइक कमेन्ट र सेयर गर्न नभुल्नु होला एक्सर्साइज गरौँ स्वस्थ बनाऊँ व्यस्त बनाऊँ र मस्त रहौँ साथीहरू धन्यवाद शुभ दिन